हेलो हाम्रो यात्रा आज कहाँदेखि सुरु भयो? हामी त खाङसारबाट हिँडेको हो हामी अबको केही समयपछि हामी गिरिजु बेस क्याम्प पुग्छौँ। भ्यू हेर्न सक्नुहुन्छ। ओहो त्यहाँदेखि अन्नपूर्ण वाट अ भ्यू। सेकेन्ड थर्ड फर्स्ट थर्ड सेकेन्ड र फोर्थ हो क्या फेरि। यो चाहिँ कुन? यो फोर्थ। यो फोर्थ। यो यसको यो सेकेन्ड यो फोर्थ यो चाहिँ फर्स्ट यो फोर्थ। हजुर यो फोर्थ। त्यो थर्ड। एप चाहिँ मैले डाउनलोड गरेँ नि, एप डाउनलोड गरेर ठ्याक्कै देखाइदिन्छु कि सो हामी आज बेस क्याम्प गएर बस्छौँ अनि त्यसपछि हाम्रो भोलि बिहान 3 बजे कति बजे? 3 बजे उठ्छौँ र 4 बजेतिर 3 बजे हामी बिहानको 4 बजे त्यहाँको बेस क्याम्पदेखि तिलिचु तालसम्म त्यहाँदेखि जर्नी स्टार्ट हुन्छ। फेरि ताल हेरी भ्याएर घुमी भ्याएर त्यसपछि चाहिँ हामी फेरि बेस क्याम्पमै खाना खान आइपुग्छौँ होइन। हामीलाई यहाँदेखि अब बेस क्याम्प जान कति टाइम लाग्छ? हामी यही रफ्तारमा 2 घन्टा। यही अनुसार 2 घन्टामा हामी बेस क्याम्प आइपुग्न पुग्छौँ। हामी यहाँसम्म आएको कति भयो? 2 घन्टा भयो 2 घन्टा लगभग। सबभन्दा माथिको गाडी आउने ठाउँबाट चाहिँ हिँड्न सक्ने हो भने 3.5 देखि 4 घन्टा, नत्र चाहिँ 4 घन्टा। यो कुनै अफ भयो क्या, यो 2 मिनटको मात्रै छ क्या स्क्रिन। पछाडि अगाडि देखिरहेको छैन। लिमिटको